यहाँको रोडहरू यस्तो चिडिक्क होइन सुगर सफा चट्टा बनाएको छ। अब हाम्रो नेपालतिर हो भने यहाँ खायो त्यहीँ फाल्थ्यो। सफा केही छैन क्या, सफा भन्ने चिज छ होइन। यहाँबाट सिक्नुपर्छ क्या हामीले नेपालीहरू। हो हामी यतातिर आउँदा फेरि कति चिडिक्क सफाहरू बनाएर राखिरहन्छ होइन। बाटोघाटो होइन सर्लाक्कै गाउँ हो होइन, गाउँै हो क्या यो, एकदम सिटी पनि पर्दैन यसमा होइन, गाउँै हो यो पनि होइन। अनि गाउँमा अब गाउँ भनौँ न, अब यहाँनिरको चाहिँ गाउँ जस्तै हो यो होइन। गाउँ जस्तो भयो नि, बाटो चाहिँ सिडिक्क सफा सफा गर्नु छ होइन। बाटो क्रसिङ गर्दाखेरि चाहिँ ध्यान दिनुपर्छ कि कसा चिडिक्क हुन्छ क्या बाटोहरू, सिडिक्क सफा गरेर राखेको हुन्छ। फोहोर भन्ने चाहिँ हुँदैन क्या, 24 आवर्स नै अब सफा गर्ने मान्छे छ होइन। त्यही भएर यो ऊहरू पनि हेर्नु, बोटहरू यो चाहिँ खजुरको बोट हो होइन, पाक्ने बेला भएन होला। अब अहिले सिजन सकिसक्यो होइन, गर्मीमा पाक्ने यो, अहिले चाहिँ पाक्दैन, गर्मीमा पाक्छ यो चाहिँ होइन। अनि त्यही भएर अब नेपालतिर नि यस्तै हुनु पऱ्यो क्या, यो चिडिक्क यो होइन। पार्क हो यो चाहिँ, मान्छेहरू बस्न आउने पार्क हो होइन। मान्छेहरू पानी अटोमेटिक देखिरहनु भयो होला, पानी अटोमेटिक सर गइरहेको पानी। अब हाम्रो नेपालतिर चाहिँ अब खाएको फोहोरधरि उठाउँदैन क्या मान्छेहरू, त्यस्तो छ हाम्रो नेपालतिर चाहिँ भन्ने हो नि। अब यही हेरेर हामी अब यतातिर आउँछौँ होइन, यस्तै गर्नुपर्छ भन्ने चाहिँ मेरो थिङ्किङ सिद्धान्तमा छ। सफा राखौँ, राम्रो काम गरौँ भन्ने हो होइन। त्यही हो अब